हेलो नमस्कार गाइस। आज हामी एनेस्थेसियाको डक्टरसँग छौँ। अब हजुर अब जस्तै अब एनेस्थेसिया बेहोसीको डक्टर हामी भन्छौँ। अब त्यो यदि हामी दिएपछि के कम्प्लिकेसन आउन सक्छ बिरामीलाई? सबभन्दा पहिला त हाइपोटेन्सन हुन्छ स्पाइनल दिइसके पछाडि। हजुर। त्यसपछि कहिलेकाहीँ हाई स्पाइनल हुनसक्छ। हाइपोटेन्सन भनेको बिपी? बिपी कम हुनु, बिपी कम हुन्छ। होइन, अरू? सामान्यभन्दा कम हुनु, हजुर। होइन, त्यसलाई हजुर। हाइपोटेन्सन भनिन्छ। त्यसपछि कहिलेकाहीँ हाई स्पाइनल पनि हुनसक्छ, भनेको हजुर। टोटल स्पाइनल भनेको टोटल ब्लक हुनसक्छ, बिरामीलाई सास फेर्न गाह्रो भयो, हजुर। होइन। हजुर। त्यसपछि नजिया भोमिटिङ हुन्छ, हजुर। हजुर। होइन। त्यसपछि हाइपोथर्मिया भनेको बिरामीलाई जाडो हुने, काम्ने, हजुर। हजुर। त्यो समस्याहरू देखिन्छ। अनि जस्तै कोही भन्छ नि, जस्तै अब मेरो बिमारीलाई बेहोसी गर्ने डक्टरले दबाई दियो तर उठ्दै उठेन, यो कतिको कमन हुन्छ? यो त्यस्तो त अहिलेसम्म भएको छैन। अब त्यो कहिलेकाहीँ हाई डोज भयो भने लामो समयसम्म त्यो बेहोस हुने हुन्छ, होइन, हजुर। त्यो हजुर। हुँदैन। तर त्यसपछि फेरि बिरामी चाहिँ वेकअप उठ्छ नै, त्यस्तो नउठ्ने भन्ने कुरा छैन। अनि जस्तै कोही अब ओटीको लागि आउँदैछ, अपरेसनको लागि, अनि उहाँहरूले के ध्यानमा राख्नुपर्छ? अपरेसनको लागि आयो भने जस्तै एउटा त खाली पेट यसमा चाहिँ कमसेकम 8 घन्टा खाली पेट हुनु पर्यो, हजुर। होइन। त्यसपछि त्यसपछि अब सोलिड त्यस्तो भयो। त्यसपछि पानी यदि 2 घन्टा अगाडि खाएको छ भने त्यतिखेर गर्दा पनि भयो, होइन। हजुर। अनि दुध दुध यदि खाएको छ, दुध यदि पिएको छ भने त्यो बिरामी कमसेकम 4 घन्टा एनपिओ चाहिँ हुनुपर्छ। त्यस्तो अवस्थामा हामी गर्न सक्छौँ। जस्तै इमर्जेन्सी केसहरू भयो, एपेन्डिक्स भयो भने हजुर। त्यसमा त केही हेरिँदैन, एनपिओ यो होस् या नहोस्, खाली पेट होस् या नहोस्, किनकि त्यो त इमर्जेन्सी अपरेसन हो नि त, लाइफ सेभिङ त गर्नु पर्यो। हजुर। त्यसको लागि जति बेला पनि अपरेसन गर्न सकिन्छ। जस्तै तपाईँको सिएसए गर्न आयो, कोही बिरामी खाना खाएर आएकै छ, सिएसए गर्नु पर्यो भने त्यसलाई त 8 घन्टा कुरेर या 4 घन्टा या 2 घन्टा कुरेर सम्भव त भएन। हजुर। त्यसको लागि तुरुन्तै गर्दा पनि हुन्छ, नहुने चाहिँ होइन, अलिकति रिस्क चाहिँ हुन्छ। जस्तै नजियाहरू भयो, कहिलेकाहीँ गाह्रो हुनसक्छ, एस्पिरेसन गरियो या त्यो गयो भने अलिक गाह्रो हुन्छ, नभए त। धन्यवाद डाक्टर साहब। ल, तपाईँहरूलाई केही कमेन्ट छ एनेस्थेसिया सम्बन्धी भने कमेन्ट गर्नुहोला, उहाँले रिप्लाई दिनुहुन्छ। ल, धन्यवाद। धन्यवाद।